आज मिति 2082 साल जेठ 20 गते मंगलबार ज्येष्ठ शुक्ल पक्ष अष्टमी तिथि तदनुसार जुन 3 तारिक सन् 2025 नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। कान्तिपुर दैनिकको भित्री पृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौं। कोशीमै रोकियो मनसुन शीर्षकमा कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। पश्चिमी वायु हावी हुँदा यस वर्षको मनसुन कोशी प्रदेशमै रोकिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु अलि बढी सक्रिय भइदिँदा कोशीका अधिकांश भूभागमा विस्तार भइसके पनि मनसुन पश्चिमी भूभागतिर अघि बढ्न सकेको छैन। पश्चिमी वायु अलि बढी नै सक्रिय रहिराखेकाले मनसुन कोशी प्रदेशमा नै सीमित भएको छ। थप 2-3 दिनसम्म यस्तै अवस्था रहने, अर्थात मनसुन पूर्वबाट पश्चिमतिर अघि नबढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीले बताउनुभयो। सामान्यतः हिन्द महासागरमा उत्पन्न भएर बंगालको खाडीदेखि भारतको केरला हुँदै उत्तरी भेगतिर उकालो लाग्ने वायु प्रणालीबाट बन्ने मनसुन नेपालको पूर्वी भेगबाट प्रवेश गरेर पश्चिमतिर फैलिने गर्छ र उतैबाट बाहिरिन्छ। पश्चिमी तथा स्थानीय वायु बढी सक्रिय भइदिँदा मनसुन भित्रिएको 5 दिन भइसक्दा पनि कोशी प्रदेशमा नै सीमित भएको छ। कुल वार्षिक सरदर वर्षा मध्ये 80% पानी पर्ने मनसुन अवधि सामान्यतः करिब 4 महिनाको हुन्छ। सरदर भन्दा 15 दिन अघि नै गत बिहीबारदेखि मनसुन भित्रिएको थियो। सामान्यतः भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको 10 देखि 13 दिनभित्रमा, अर्थात जुन 13 जेठ 30 मा नेपाल भित्रिने भए पनि यस वर्ष छिट्टै प्रवेश गरेको हो। यो 29 वर्ष यताकै, अर्थात सन् 1996 मे 31 पछिको सबैभन्दा चाँडो भित्रिएको मनसुन हो। कोशीमै रोकियो मनसुन, कान्तिपुर दैनिकको खबर हो। यो जलविद्युतले फेरियो गाउँको मुहार, गोरखापत्र दैनिकको अग्रपृष्ठको खबरको शीर्षक हो। यो गाउँपालिका केन्द्र भुलभुले पुग्न मर्स्याङ्दी नदीमा बेली ब्रिज हालिएको छ। यो लमजुङको प्रसंग हो। बेली ब्रिज तर्नासाथ सुरुङ मार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ। मोटर बाटोले नछोएको तत्कालीन भुलभुले गाविस रहेको स्थानमा अहिले गाउँपालिका केन्द्र छ। भुलभुलेका सबै गाउँमा अहिले मोटर बाटो सञ्जाल पुगेको छ। सन् 2013 अघि स्थानीय तह बनेका थिएनन्। स्थानीय तह नबन्दै तत्कालीन भुलभुले गाविसमा मोटर बाटोको सञ्जाल थिएन। मर्स्याङ्दी नदी वारी डुम्रे बेसी शहर चामे सड़क छ। पारीपट्टि भुलभुलेको गाउँ, अहिले यहाँको गाउँ गुलजार बनेका छन्। सड़कको सञ्जालसँग जोडिन मर्स्याङ्दी नदीमा बनेको बेली ब्रिज पुल र त्योसँगै बनेको सुरुङ मार्ग प्रमुख आधार बनेका छन्। भुलभुलेदेखि नादेसम्म 5 किलोमिटर लामो सड़क निर्माण भएपछि बजार विस्तार भएको छ। सड़क सञ्जालले आवत जावत सहज बनाएको छ। स्थानीय उत्पादनले बजार पाएको छ। दुर्गम गाउँ भुस्मी छिनखोला लोदीसम्म सड़क पहुँच पुगेको छ। भुलभुले गादी हुँदै बाहुन डाँडा नाइचे डहरेसम्म गाडी पुगेको छ। यी सबै क्षेत्रको विकास यति छिटै गर्न राज्यको खर्चमा मात्र सम्भव थिएन। विकास नै भए पनि सरकारको लगानीमा मात्र गर्दा धेरै ढिला हुन्थ्यो। सन् 2013 मा मर्स्याङ्दी नदीमा 50 मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ए जलविद्युत आयोजना निर्माण शुरू भएपछि यस क्षेत्रको विकासले तीव्र गति लिएको हो। जलविद्युतले फेरियो गाउँको मुहार, गोरखापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। करोडौं लगानीका 3 चिस्यान केन्द्र प्रयोगविहीन, अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको छ। झिमरुक गाउँपालिका 3 आहाल खोलाका किसानहरू चिस्यान केन्द्र कोल्ड स्टोरका लागि उत्पादनहरू दाङको लमही लैजाने गर्छन्। राम्रो आलु उत्पादन हुने यस क्षेत्रका किसानहरू आलुको बिउ भण्डारणका लागि दाङ पुर्याउनु पर्ने बाध्यता छ। जिल्लामा निर्माण भएको चिस्यान केन्द्रहरू सञ्चालन हुन नसक्दा किसानहरूले शास्ति बेहोर्नु परेको छ। यहाँको करिब 90 किसानले आलुको बिउ सुरक्षाका लागि राप्ती कोल्ड स्टोर लमही लैजाने गरेका छन्। स्थानीय नवीन केसीले भने दाङ पुर्याउनु पर्दा खर्चिलो भएको छ। यहाँ विशेष गरी
टिपेक्स सँगै कार्डिनल र सजिता जातका आलु उत्पादन हुन्छ। आहाल खोलाका किसानहरूले मात्र यस वर्ष 16 मेट्रिक टन आलु चिस्यान केन्द्रका लागि दाङ पुर्याएका छन्। प्रति किलो 5 रुपियाँ कोल्ड स्टोरको खर्चसँगै ढुवानी खर्चले गर्दा किसान मर्कामा परेका छन्। पहिले जिल्लामा कोल्ड स्टोर नबन्दा सरकारी निकायहरूबाट ढुवानी बापत सहयोग किसानले पाउने गरेका थियौं। केसीले भने जिल्लामा कोल्ड स्टोर बनेको छ तर किसानले उपयोग गर्न पाएका पनि छैनन्, सहयोग पनि पाउन छोडेको छ। करोडौं लगानीका 3 चिस्यान केन्द्र प्रयोग विहीन अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा छापेको हो। हातमा डिग्री बोकेर स्वदेशमा अवसरका लागि चारैतिर भौतारिनु पर्ने र अवसर पाइहाले पनि उचित पारिश्रमिक नपाउने स्थितिले गर्दा पछिल्ला वर्षहरूमा युवा विदेशिने अवस्था निकै चिन्ताजनक बन्न पुगेको छ। थुप्रै युवा अवसरको खोजीसँगै उच्च शिक्षाका लागि विदेशिने गरेका छन्। अध्ययनका लागि विदेशिने युवाको संख्या बढेसँगै ठूलो आकारमा रकम बाहिरिने क्रम पनि वृद्धि भएको छ। विगत 7 वर्षकै तथ्याङ्क विश्लेषण गर्दा कुल 5,43,833 युवाले विदेशमा अध्ययनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर एनओसी लिएका छन्। यही अवधिमा उच्च शिक्षा लिन विदेशिनीहरूसँगै कुल 4 खर्ब 93 अर्ब 9 करोड़ रकम बाहिरिएको राष्ट्र बैंकबाट प्रकाशित तथ्याङ्कमा उल्लेख छ। तर यसबाहेक वर्षेनी अर्बौं रुपैयाँ उच्च शिक्षाका नाममा भारततिर पनि जान्छ। भारतमा रकम पठाउन एनओसी आवश्यक नपर्ने भएकाले एकिन तथ्याङ्क राज्यसँग छैन। आर्थिक वर्ष 2075-76 देखि 2081-82 को फागुनसम्मको तथ्याङ्क हेर्दा विद्यार्थीले सबैभन्दा बढी एनओसी आर्थिक वर्ष 2080-81 मा लिएको देखिन्छ। स्वदेशमा समयमै पढाइ पूरा नहुनु, नतिजा प्रकाशन ढिलाइ हुनु, विश्वविद्यालय तथा कलेजहरूमा विभिन्न दल निकट भातृ संगठनहरूले जहिले तालाबन्दी गर्नु जस्ता कारणले युवा विद्यार्थीहरू दिक्क भएका छन्। अमूल्य समय खेर जान नदिन उनीहरू विदेशिने गरेको शिक्षाविद केदार भक्त माथेमा बताउनुहुन्छ। उच्च शिक्षामा 7 वर्षमै 5 खर्ब विदेशियो। नागरिक दैनिकको खबर हो यो। कन्काईका 1000 घरमा पाइपबाटै ग्यास पुर्याउने योजना। नयाँ पत्रिका दैनिकको खबर हो यो। दमकको फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्टैरा इनर्जी प्रणाली रोहन ट्रेडर्स जेबी र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच 10 माघ 2076 मा परियोजनामा सम्झौता भएको थियो। फोहोरबाट ग्यास उत्पादन गर्ने र उत्पादित ग्यासबाट 20 वर्षसम्म निजी कम्पनीले व्यापार गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ, जसमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले 5,87,27,902 र कम्पनीले 14,70,69,757 रुपियाँ लगानी गर्ने सहमति भएको थियो। तर उत्पादन भएको ग्यास अहिले प्रयोगविहीन छ। नेक्स्टइरा इनर्जी प्रणाली प्रबन्ध निर्देशक विमल खतिवड़ाका अनुसार यो प्लान्टबाट दैनिक 2200 केजी बायोग्यास उत्पादन हुन्छ। यो ग्यासले 2200 परिवारलाई खाना पकाउन पुग्छ। यद्यपि अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छैन, तर फोहोरबाट दैनिक करिब 1500 केजी ग्यास उत्पादन भइरहे पनि त्यसै खेर गइरहेको उहाँले बताउनुभयो। कन्काईका 1000 घरमा पाइपबाटै ग्यास पुर्याउने योजना। झापाकै दमकमा 3 वर्षदेखि दिनमै 1500 केजी बायोग्यास उत्पादन, तर प्रयोगमै ल्याइएन। नयाँ पत्रिका दैनिकको खबर हो यो। विनाशकारी भूकम्पले ध्वस्त भएको चौताराको पुरानो बजारले लय समात्ने प्रयत्न गरेको छ। पुरानै शैलीमा बजार बिउझन थालेपछि पर्यटकको चहल पहल समेत वृद्धि हुन थालेको स्थानीयले बताउन थालेका छन्। ऐतिहासिक कृष्ण मन्दिरको पुनर्निर्माण, वस्तुकला तथा चित्र, पुरानै अवस्था झल्कने बाटो र अन्य संरचना निर्माण गरी होमस्टे समेत सञ्चालन हुन थालेका छन्। छिगु झिगु मसीका चौतारा नाम 2
सामुदायिक होमस्टे चौताराको पुरानो बजारमा सञ्चालनमा ल्याइएको छ। स्थानीय महिलाको सक्रियतामा पुरानो बजारलाई लयमा फर्काउने प्रयास गरिएको हो। महिला सशक्तिकरणमा जोड गर्दै आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले होमस्टे सञ्चालन गर्न लागेको चौतारा सागाचोक गढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो। पर्यटन क्षेत्र बिउताउँदै चौतारा शीर्षकमा गोरखापत्र दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। 5 महिनामा 5 लाख भन्दा बढी पर्यटक भित्रिए शीर्षकमा नेपाल समाचार पत्रले भित्री पृष्ठमा खबर छापेको छ। सन् 2025 को पहिलो 5 महिनामा नेपालमा 5 लाख भन्दा बढी विदेशी पर्यटक आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि मेसम्म जम्मा 5,01,264 पर्यटकले नेपाल भ्रमण गरेका हुन्। मे महिनामा मात्रै 86,216 विदेशी पर्यटक भित्रिएका छन्, जसमा भारतबाट सबैभन्दा बढी 28,160, अमेरिका 9,074, चीन 8,824, बंगलादेश 4,280 र बेलायतबाट 3,443 पर्यटक आएका थिए। बोर्डले मे महिनामा दक्षिण एसियाली मुलुकबाट 34,350, एसिया र अन्य क्षेत्रबाट 18,069, युरोपबाट 13,330 र मध्य पूर्वबाट 1,515 पर्यटक नेपाल आएका बताएको छ। 5 महिनामा 5 लाख भन्दा बढी पर्यटक भित्रिए। नेपाल समाचार पत्रको खबर हो यो। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालका 2 पूर्वाधार परियोजनामा लगानी गर्ने प्रस्ताव अनुमोदन गरेको छ। विद्युत वितरण सेवा वृद्धि गर्न र सिंचाई आयोजना सुधार गरी कृषि उत्पादकत्व बढाउने उद्देश्यले कुल $257 मिलियन सहुलियत ऋण लगानी स्वीकृत गरेको हो। 2 मध्ये लगानी स्वीकृत गरेको पहिलो परियोजना विश्वसनीयता विद्युत वितरण सुधार परियोजना हो। यसका लागि $120 मिलियन लगानी गरिनेछ। यो लगानी मार्फत कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्युत वितरण सञ्जाललाई सुदृढ बनाई उपभोक्तालाई विद्युत आपूर्ति सहज बनाइनेछ। नेपाल विद्युत प्राधिकरणको नेतृत्वमा कार्यान्वयन हुने यो परियोजनाले नयाँ वितरण सब स्टेशनहरू निर्माण गर्ने र प्रयोगमा रहेका सञ्जालको स्तर उन्नति गर्नेछ। यसबाहेक सञ्चालन दक्षता बढाउन वितरण सञ्जालहरूको वास्तविक समयमा आधारित अनुगमनको लागि स्वचालित प्रणाली कार्यान्वयन गर्न केन्द्रित हुनेछ। विद्युत र सिंचाईमा विश्व बैंकको $257 मिलियन स्वीकृत। कारोबार दैनिकको खबर हो यो। तपाईं यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन। फाइबर इन्टरनेट नेपाल टेलिकमको ब्याक। इन्टरनेट, टिभी, टेलिफोन, डेटा एकैसाथ। घरमा टिभी हेर्नुस् या इन्टरनेट चलाउनुस्, फोन गर्नुस्, डेटा चलाउनुस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट, तीव्र गतिको संसार। टेलिफोन, इन्टरनेट, टिभी, सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी 198 डायल गरे पुग्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार। कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। जुम्ली किसानलाई मार्से धान रोपाई गर्न भ्याई नभ्याई शीर्षकमा हिमालय टाइम्सले भित्री पृष्ठमा खबर छापेको छ। जुम्लाका किसानलाई यो याममा मार्से धान रोप्न भ्याई नभ्याई भएको छ। जिल्लाका 8वटै स्थानीय तहमा उत्पादन हुने मार्से धानको रोपाईमा किसानहरू बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेको तातोपानी गाउँपालिका 4 का स्थानीय प्रेमराज पाण्डेले जानकारी दिनुभयो। जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर धान रोपाई हुने गरेको छ। पछिल्लो समय मार्से धानको चामलले बजार पाउन थालेपछि किसान मार्से धान रोपाई प्रति आकर्षित हुन थालेको स्थानीयवासी पाण्डेको भनाइ छ। जुम्लामा उत्पादन हुने मार्से चामलको माग देशभर बढ़िरहेकाले पनि यसको खेती वर्षेनी बढ़ेको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनुभयो। सिन्जा, चन्दननाथ क्षेत्र, तातोपानी, देपाल गाउँ
गर्ज्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा काली र रातो मास्टे धानको रोपाई धमाधम भइरहेको छ। जिल्लामा 2850 हेक्टरमा धान खेती हुन्छ। सो मध्ये 1200 हेक्टरमा मार्सी धानको खेती हुने गरेको प्रमुख अधिकारीको भनाइ छ। जुम्ली किसानलाई मार्सी धान रोपाई गर्न भ्याई नभ्याई हिमालय टाइम्सको खबर हो। सरकार र यातायात व्यवसायी बीचको वार्ता सहमति उन्मुख बनेको छ। आन्दोलनरत यातायात व्यवसायी गृह मन्त्रालय र कार्यदल संघको दिनभर पटक पटक भएको छलफलपछि साँझ अबेर दुई पक्ष बीचको वार्ता सहमति नजिक पुगेको हो। रातो नम्बर प्लेट भएका 4 पाङ्ग्रे निजी सवारी साधनले पनि कालो प्लेट सरह यात्रु चढाउने व्यवस्थाको विरोधमा सार्वजनिक यातायात व्यवसायीले 7 बुँदे माग राखी चरणबद्ध आन्दोलन शुरू गरेका थिए। सोमबार देशभर सार्वजनिक यातायात सञ्चालन भएनन्। सरकार यातायात व्यवसायी वार्ता सहमति नजिक गोरखापत्र दैनिकले छापेको छ। दलित समुदायका बालबालिकालाई उच्च शिक्षा आर्जन गर्नका लागि उत्प्रेरित गर्न दलित बस्तीमा रहेको सामुदायिक विद्यालयमा जनजागरण अभियान शुरू गरिएको छ। लाहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्राध्यापकले सो सामुदायिक विद्यालयमा गएर उच्च शिक्षा हासिल गरेपछि मान्छेको जीवनमा हुने फाइदाका बारेमा जानकारी गराउँदै जनचेतना फैलाइरहेका छन्। दलित समुदायका विद्यार्थीको विद्यालय भर्ना दर कम रहेको र कक्षा 8 देखि 10 सम्म पढेर उच्च शिक्षा हासिल गरेकाको संख्या न्यून रहेकाले यस अभियानलाई जोडेको क्याम्पस प्रमुख सञ्जय चौधरीले बताउनुभयो। लाहान नगरपालिका, लक्ष्मीपुर पतारी गाउँपालिका, सप्तरीको सुरुङ्गा नगरपालिका र बलान बिहुल गाउँपालिकामा दलित समुदायको सघन बस्ती भए पनि यस वर्ष क्याम्पसमा दलित समुदायका बालबालिकाको भर्ना दर अति कम देखिएकाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनजागरण अभियान शुरू गरिएको उहाँको भनाइ छ। दलितलाई उच्च शिक्षामा प्रेरित गरिँदै गोरखापत्र दैनिकको भित्री पृष्ठको खबर हो। आफै दृष्टिविहीन उनी मुलुकका दृष्टिविहीनकी सहारा हुन्। आफ्ना कर्मले सम्पूर्ण दृष्टिविहीनका आँखाको नानी बनेकी भक्तपुरकी सृष्टि केसी जेठ 14 गतेदेखि नयाँ दृष्टि पाएकी छिन्। 16 वर्षको उमेरमा आँखाको ज्योति गुमाएकी सृष्टि सिन्धुली दुधौलीका रौनक थापासँग वैवाहिक बन्धनमा गाँसिएसँगै जीवनमा रौनकता छाएको सुनाउँछिन्। सोचे जस्तै जीवनसाथी पाएको छु सृष्टिले भनिन्। उहाँले मेरो अवस्थालाई सहज रूपमा स्वीकार्दै जीवनसाथी चुन्नुभयो। हर्षित छु सृष्टिलाई जीवनसाथी चुन्न पाएकामा रौनक पनि खुसी छन्। सृष्टिको जीवनशैली भिडियो मार्फत नियालेका उनले दृष्टिविहीन महिलामा देखिएको जीवनप्रतिको आशावादीले आफूलाई उतिबेलै लोभ्याएको सुनाए। उनले अपाङ्गताप्रति समाजले देखाउँदै आएको पुरानो सोचलाई नै बदल्दै आएको देखे। रौनकले भने उनको त्यही आत्मबलले उनीसँग नजिक गरायो। पेशाले प्राकृतिक चिकित्सक रौनक दृष्टिले आँखा नदेख्नुलाई पनि प्रकृतिको सामान्य अवस्था ठान्थे। सृष्टिले आफ्नो कमजोरीलाई बलका रूपमा बदलिन्। उनी भन्छन् यहीबाट सृष्टिको जीवन सबैका लागि प्रेरणादायी बन्यो। सृष्टिलाई आफूले बुझे पनि आफ्नो परिवारलाई बुझाउन भने केही समय लागेको रौनकले सुनाए। उसलाई बिहे गरेपछि मेरो जीवनमा उल्झन आउने हो कि भन्ने परिवारमा डर थियो। उनले भने सृष्टिबारे सबै कुरा बुझेपछि घर परिवार अझै झनै ढुक्क भएका छन्। दृष्टिविहीनका क्षेत्रमा फरक तरिकाले सहयोग गर्दै आएकी सृष्टिलाई धेरैले आशाको किरण मान्छन्। दृष्टिविहीनलाई सेतो छडी र ब्रेल लिपि दिँदै आए पनि उनले उत्साह र सिपको सहारा दिने गरेकी छिन्। निराशाहरूलाई जागरुक बनाउने अभियानमा उनी रहेकी छिन्। दृष्टिविहीन पनि नाच्न सक्छन् भन्दै नृत्य सिकाउन तल्लिन्छन् उनी। अहिले आफूले नदेखे पनि अरूले देख्नेछन् भनेर राम्री बन्न सिकाएकी छिन् उनले। दृष्टिविहीनले भोग्दै आएको निरस जीवनलाई उनी उमङ्गपूर्ण बनाउन सिकाउँछिन्। यसका लागि उनले सन् 2014 मा
ब्लाइन्ड रक्स संस्था पनि खोलिन्। प्रेरक वक्ताका रूपमा अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएकी सृष्टि हिम्मत नहारे जस्तो सुकै कठिन परिस्थितिबाट पनि अघि बढ्न सक्ने बताउँछिन्। दृष्टिविहीन सृष्टिको जीवनमा आएको रौनक शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। भौगोलिक अखण्डता सार्वभौम सत्ताको रक्षा राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहने हरेक राष्ट्रका सैनिक छिमेकी सेनाप्रति सधैँ चनाखो अनि सशंकित हुन्छन्। जल जमिन र आकाश समेत आम्ने सामान्य रहने कतिपय छिमेकी मुलुकका सेनाबीच बढ्दो तनावबाट आम सर्वसाधारण बढी पीड़ित भइरहेका छन्। रूस युक्रेन इजरायल प्यालेस्टाइन भारत पाकिस्तान बीच भएका तनाव पछिल्ला केही उदाहरण हुन्। तर अपवादका रूपमा विश्व शान्तिको सन्देश दिने गरी नेपाल भारतका सैन्य टोलीले विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको सफल आरोहण गरी अटुट विश्वास पारस्परिक सहयोग र सहकार्य मार्फत विश्व शान्तिको उदाहरण पेश गरेका छन्। नेपाली सेनाका 12 तथा भारतीय सेनाका 12 जना सैनिकको टोलीले यही जेठ 6 र 7 गते कञ्चनजंघा हिमालको सफल आरोहण गरी सोमबार काठमाडौँबाट दुई देशबीचको सम्बन्ध थप उचाइमा पुगेको घोषणा गरेका हुन्। कञ्चनजंघामा आत्मीयता शीर्षकमा गोरखापत्र दैनिकले खबर प्रकाशन गरेको छ।